ल भन्दै जानुहोस् है के छ मिनुजी आरामै हुनुहुन्छ खाना मिठो छ एकदमै बबाल दिदीले चाहिँ के भन्नुहुन्छ मिठो छ कि छैन ओहो खाना त यस्तो मिठो जिब्रोमै झुन्डिने नयाँ मान्छे भनौँ है मिठो छ खाना मिठो छ के खानु सबैजना बसेर खाएको झन् मिठो छ दिदी हजुर आराम हुनुहुन्छ आरामै हो आज फर्स्ट टाइम यहाँ खाना खाँदैछु एकदमै मिठो हो सर सबैले मिठो भनिहाल्नु भयो म त कस्तो मिठो मिठो भन्नै सकिनँ हो र एकदम दामी भयो हाम्रो क्यामेराम्यान सर है हाम्रो डाइरेक्टर साहब के छ केशव सर अब के छ भन्नु अब यी आलसको अचार छ आलसको छोप भाउज अनि त्यहाँबाट यो लोकल सागलाई केही पनि नलागेको अर्ग्यानिक बिस्तारी नहालेको रायोको साग अनि यो काउलीको तरकारी यो फेरि यो मासु लोकलै हो मनिष सरले हेर्दै हुनुहुन्छ त आँखा लाउँदै हुनुहुन्छ क्या उहाँले चाहिँ यो थाल दुईचोटि भइसक्यो थप्या हो यता हेर्नु त खै यो तेस्रो चोटिमा भइसक्यो हाम्रो अर्को सरको नाम के अरे दिपक अधिकारी त खानु भएको खाँदा खाँदै एकदम लजाउनु हुन्छ लाज भनेर अब यो के छ के छ सर एकदम ठिक छ लोकल कुखुराको मासु कुन ठाउँमा हो सर यो चाहिँ हाम्रो बडी खेल बडी खेल हो हजुर हजुर ए हाम्रो खाना पकाउने दाजु घरबेटी दाजु है जनक सर त छुट्टै बसेर खानुभएको छ किन रोइराख्नु भएको छ लजाउनु हुन्छ क्या बजार पिरो भएर हो क्या मास ठुल्ठुलो हाल्नुहुन्छ ल हाम्रो फेरि घरबेटी दिदी हाम्रो लोकेसन चाहिँ कहाँको रहेछ अरे यो बडीखेल ललितपुर बडीखेल बडी खेल अब एक बेला पोस्ट गर्नु सबैजना भएको हालिदिनु